हेलो वेलकम टू माई गाइज के छ हाल खबर र हाम्रो यहाँ खाना पाकिराखे हो फर्सीको तरकारी यहाँ यत्तिकै राखे हन् काम नपाएर काम अर्थ नबेर्ताङ यहाँ के छ ओहो नि भात मलाई हो मम्मी यो भात अनि मलाई के छैन अनि भात पकाएन आज मेरो भात बिहान खाएँ बिहान अनि भात बेलुका अनि भात हेर भात खान नदी थर्काउने मेरी आमा यहाँ मेरी बहिनी छे मेरो बहिनीले उहाँ कहिले जिन्दगी यहाँ एकचोटि भिडियो बनाइरहेछ त्यही भिडियो हेरिराखी चाहिँ अझम्म भेट्टै र यहाँ मेरा कता गए मेरा दुईटा बहिनीहरू यो चाहिँ मेरी जेठी बहिनी र यो चाहिँ के त कान्छी बहिनी होइन त सबभन्दा कान्छी हो क्या भिडियो बनाउन लाग्यो भने अबाट म भ्लगर हो क्या र यो म आजदेखिबाट चाहिँ हाम्रो फ्यामिली भ्लग स्टार्ट हुँदैछ किप लाइक किप सपोर्टिङ किप सब्सक्राइब होइन कान्छो के भन्छ अरे कान्छो के अरे बहिनी किप सब्सक्राइब मम्मी हाँसिदिन् किन हाँसेको हो त नि मम्मी क्या नहाँसेको हौ आज भात खान दिन्न हो कि भोकेर मार्ने हो कि हो जा कान्छी दुध ल्याएर चिया बनाइदियो तँ होस् के म खान्न भात भयो ल जा चिया खानुपर्छ ल मेरो बहिनीले उहाँ दुध भित्र फ्रिजबाट दुध ल्याएर चिया बनाउँदैछ म अब चिया बनाएको भ्लग बनाउँदैछु यो यहाँ सबभन्दा अल्छीको ढ्याङ्ग्रो ए भोलि पैसा आयो भने तिमीलाई मैले उस किनिदिन्छु कि यसरी पास गऱ्यो भने मोबाइल किनिदिन्छु कि ढुक्क बसा एट्याक्क लाएर पुरा मेरो बहिनीले मेहनत गरेर पुरा चिया बनाउँदैछ होइन कान्छो मेरो टाउकोमा हालेर बनाए कुन भरि रे यता देखाइदियो कुन भरि रे भात खायो कि भात खायो भन्छन् बिहान अनि भात बेलुका अनि भात मासु सासु बनाउन त्यत्तिकै भात खायो अरे भाइ चार भिडियो हाल्यो भने गाली खाइन्छ दुध हाल्न त्यो पनि दुध हाल्न कति कन्जुसै गर्छ र 52 नित्त जातले जनाउँछ कि यसले त्यति दुध सकाइ त त्यो त्यही नि हुन्न त्यो दुध सकाइन सबै हाल्न के हो थियो र त्यो जग्गो भाँडा खोल बिर्को खोल अब यहाँ ल्याएर अनि त्यसलाई चाहिँ पखाल अनि बल्ल हाल अनि त्यो भोरि के एकजनालाई यत्रो भोरि पुरा यो माने गिलास चिया पकाउँदै खाने यहाँ कान्छी खोइ किन नाचे कि फुरुक परेर मेरो केही काम छैन अब यही हो काम त नि ल अब तिमीहरूको के अरे बर्खे बिदा होइन कहिले आएर बर्खे बिदा ल भोलि गाउँ जाने अनि गाउँ गएर पुरा भात पकाएको दाल पकाएको पुरा दाउरामा चुलामा पकाउने उसबाट वनबाट उस खोज्दै अनि त्यही भिडियो हाल्दै पैसा कमाउने कान्छी कति दिन बसिएछ अब यहाँ 30 गतेसम्म आएको दिन त 1 महिना ताक्नु बस्छु म आज के उस गयो क्या खै आज कति दिन मलाई थाहा छैन भन्न नै आज 18 गुलाम जरा का गुलाम के गरे जरा का गुलाम ए भाइ टाटा गुड भाइ दाइ एकपल्ट लाइभ गर्नु न लाइन गरे यहाँ बिजोक परे ह सब भन्दै आएर भयो रितु अब त खाइसके त्यो त रितु मजा आयो ल पापाजी
ल मिठो बनायो चिया धेरै चियापत्ती नहाल अँ के अरे बजार बसेको होइन लुटेर सुरु भनेको यही हो कि भिडियो बनाएर हाल्न पाइए होइन सबभन्दा सुरुमै पनौती लाउने भनेको यही हो यस्तो हो नि छोरो पाउने कहिले कहिले भोटो सिमी अहिले भन्छ होइन ल हेर खुब राम्रो अनुहार छ के सबैले देख्ला नि जस्तै ढोगी छे पुरा टिकटक बनाउनेमा त पुरा बनाउ जस्तो अनुहार देखाइ अहिले देखाइन यस्तो कपालले खौरिदिन्छन् भन्दा त बरु मैले उतै जिरोमा हाल्नु आउँथ्यो भन्छु कहाँ रे उता बिन्दाले मामाले काटिदिएको होइन कपाल त्यति बेला बिजोग पारेका मलाई बर्तन गर्नेलाई हेर्दा अहिले यस्तो राम्रो कपाल आयो ल यहाँ चिया पाक्दैछ फाइनली 5 मिनटको 6 मिनटको भ्लग अन्त्य भयो धन्यवाद